बिस्तारै हामीलाई थाहा नभएको कुरा सोच के भन्ने क्वेसनमा जस्ट एडभेन्चर स्टिल अन झोलामा पानी लिएर झोलामा पानी हेरेर वी आर गोइङ टु द जङ्गल कहाँ जाने रे बिस्तार 20,000 यता हो ओ या वी आर गोइङ बिस्तार म्यापमा 20,000 लेखेको थियो क्या त्यो बेला थाहा छैन सेन्नी ट्राई वान बी स्मार्ट गाई स्टुपिड एस जान्छ होइन ल विल बी गोइङ देयर सो मिट यु एकछिनमा कहाँ हुन्छ सो हामी चाहिँ साइकल चलाउँदैछौँ मैले 20,000 तल जान आँटेको द भ्यू इज रियली गुड यु क्यान सी हेयर भ्यू होइन खतरा छ भ्यू चाहिँ जस्ट खतरा छ सबै दामी छ अहिलेकोसम्म भ्युज पनि खतरा छ यताको पनि खतरा छ पानी खतरा छ ओइ चढ्ने लडे नाइस वान रे यार हिजोको कुरा मेमोरिज ट्याङ्गो 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 म यहाँ एकचोटि पनि पुग्थेँ नि सिन चाहिँ खतरा छ ल सिन चाहिँ खतरा छ सबजना एकछिन लगेको सो घरमा आएर बोलाउँछु सिन इज भेरी नाइस खतरा सिन छ यता पनि खतरा सिन छ साह्रो रहेछ बिस्तारै बिस्तारै जानु पर्छ चाहिँ अर्को पुल आयो अर्को पुल पायो त के हो अर्को पुल आयो त के हो पुल आयो अर्को सेम पुल जस्तो छ सिमिलर ओके सेम काइन्ड अफ पुल कस्तो भइरहेछ गर्मी त भइरहेको छ तर मजा आइरहेछ मजा आइरहेछ ट्रेकिङको हावाले नि पिसफुल भाइब चाहिँ मजाले पिसफुल भाइब टक्क लगाएर तर वेदर पनि त्यस्तो नराम्रो छैन त्यस्तो सनी पनि छैन पानी पर्ला पर्ला जस्तो छ तर पानी पनि परेन kind of like a perfect weather तलबाट सो सिधै बिस्तार ताल ल तलबाट जाउँ होला माथिबाट जाउँ माथिबाट जाउँ न माथिबाट ल ए के भएर एकछिन यस्तो पिसफुल भएर आइरहेछ भन्न लाग्छ त्यो साउन्ड चाहिँ खतरा रहेछ क्या सुनेको पछाडि ए पर्दो रहेछ बिस्तार तालेको लागि भाइ मलाई चाइनिज जस्तो देख्छ चाइनिज म चाइनिज जस्तो देख्छु गाइस यसरी नि म चाहिँ होइन म चाहिँ प्योर नेपाली टिकट काट्नु 25 रुपियाँ एकजनाको जम्मा सो यहाँ छ हाम्रो गाइजहरू सो यहाँ चाहिँ हाम्रो दुईवटा बोतल छ यहाँ चाहिँ एउटा बोतल छ यहाँ मेरो साइकलले दुईवटा बोतल भएको छ केटाहरूले चाहिँ बोक्नु सकेन कि बोतल म चाहिँ राम्रो चलाउँछु साइकल पनि राम्रो चलाउँछु बाइक पनि राम्रो चलाउँछु सब राम्रो चलाउँछु म स्टन्ट चाहिँ अलिकति हान्छु कहिले अलिक कहिले क्या तर त्यही हो ल ठाउँ चाहिँ खतरा छ जस्तो छ यार ओ माई गड पिङ ए पिङ रहेछ त्यहाँनिर
also is. यहाँ 10 दिन होला नि टोटल Yeah. लास्ट खतरा ठाउँ रहेछ ग्रिनरीमा यस्तो खतरा छ कि बाबरे म त छ क्या कोही छैन बाँदरहरू छ बाँदरहरू सब अरू मान्छे भन्दा धेरै बाँदर छ नाउ द्याट्स वाट्स एडभेन्चर इज लाइक होइन विशाल त्यहाँ छ पनि आउँछु म स्पिड चाहिन्छ अलिकति स्पिड भएपछि ब्यालेन्स हुन्छ भनेको है ब्यालेन्स पनि काटेको देख्दैन ल ब्यालेन्स भएर बल्ल सही होला द्याट्स हाउ यु डु इट यत्रो ठुलो घर बनाइसक्यो हामीले चाहिँ कहिले घर बनाउने यत्रो ठुलो बनाइन्छ घर अब जस बिस्तारै होइन गाइस के हामीले त गेम खेले जस्तो भइरहेको छ मलाई के भनेको अरे त्यहाँ पुलिसले होइन स्टोरी हिजो टुरिस्टहरू आएको थियो यहाँनिर यसरी स्कुटर लिएर गएको थियो अनि अँ ए आफ्नै मान्छे लगेर उनीहरूको अँ अँ त्यही त सो सेपर्ड कुकुरले स्निफ गरेको अरे उनीहरूको गाँजा अनि गाँजा पक्तान्दै बसिरहेको थियो अरे कुहिरोहरूले ट्रस्ट गरेर पठाएको अरे लोकल मान्छेले आफ्नै मान्छेले यहाँको पुलिसले सो टिकट काट्नुपर्ने हुन्छ टिकट काटेर पठाइदिएको अरे पछि त त्यही मान्छे पक्रेर स्निफ गरेर उनीहरूलाई पक्रेर ल्याइदिएको अरे टुरिस्टहरूलाई पछि सो बाटोमा चाहिँ के अरे के अरे धैर्य साथ जानुपर्छ ओके छ त नेक्स्ट टाइम अझ गभर्मेन्टले आउनु सही हो पुलिसले त्यस्तो भने जस्तो अब ल्याउनै पऱ्यो गर्लफ्रेन्ड चाहिँ अब ल्याउनु पऱ्यो गर्लफ्रेन्ड बनाएर गाइस ल सबजना यु क्यान डु दिस गाइस यु क्यान डु मलाई पनि भन्नु जाऊ बाट भर्खर आयौँ त्यो टिकट काउन्टरबाट अनि यहाँ चाहिँ एउटा बाँदर जस्तो स्पट गरेको छौँ हामीले यहाँतिर लुक्यो यसले त्यो भेट्छ कि हेरौँ चाहिँ रहेछ बाँदर चाहिँ रहेछ खतरा सिन्छ गाइस ओए के भन्छ हामी 5 साढे फाइनल पुग्यो अनि पछाडि चाहिँ जस्ट खतरा मजा आयो अब त्यहाँनिर गएपछि एउटा भिडियो बनाउँछु गाइस ओके यहाँ राख्यौँ अनि पानी लिएर जानु पर्ला जस्तो पानी लिएर जानुपर्ने यतिकै फेरि पानी निकाल्नु पर्ला पुरा नै रहेछ एकछिन झलक्कै हेरेको कसले हो नआउने भनेको यहाँ को हो त्यो पनौती यहाँ राम्रो छैन भन्ने को हो त्यो को हो ओइ मलाई बदेखाएर भनेछ मैले कहिले भने मलाई त फोटो चाहिँ यस्तो छ भने फोटो राम्रो आएको छैन भनेर उसले भन्दा थियो उदितले होइन मैले जे हो त्यो भने नि मैले त नजाने त भनेको थिएन होला मैले लिएर आइरहेको छु म्याप हेरेर मैले लिएर आइरहेको छु जाने हो र भ्याउँदैन हामी भनेको जाने हो भ्याउँदैन पानी पर्छ पानी पर्छ फर्क्यौँ पानी पर्ला जस्तो छ टाढो ठिक छ तर विशाल थ्याङ्क यू फर सपोर्ट विशाल तिमी यहाँसम्म आइदियो के भनेर ल जस्ट रमाइलो भएर चाहिँ यहाँनिर 20,000 ताल किन भनेको किनकि 20,000 ताल मिक्स भएर भनेको त्यो पनि हुनसक्छ
गुड म्यान कहाँ तल्लोसम्म रहेछ यार मात्रै ओ माई गड सबै यार हाम्रो चाहिँ फोटो सेसन भइरहेको छ यहाँनिर एउटा पुरा उयो कस्तो खतरा चरा हो त्यो कुन चरा हो त्यो जस्तै माथि उडिरहेछ उयो फरक के यिनीहरू माथि यो र क्रेन हो खतरा रहेछ उयो खतरा यार घाँसमा चाहिँ ठ्याक्कै यता हेर्नु पर्यो फोटो खिचेसन भइरहेछ यहाँनिर सबजनाको मैले चाहिँ फोटो खिच्थेँ कि मेरो फोटो चाहिँ एकदम खतरा आएछ होइन मान्छे जस्तो भयो नि फोटो चाहिँ लास्ट फल निकाल्दैछ आइएम इम्प्रेस्ड विथ सेन्डिज फोटोग्राफी यसमा चाहिँ अरू हिजो पनि थियो राम्रो यसमा चाहिँ आइएम टोटली इम्प्रेस्ड होइन उसको पनि राम्रो निकालिदिन्छु उसले विशालको पनि खिचिन्छ हामी त्यस पछाडि एन्ड देन इट वाज अ भेरी गुड डिसिजन टु कम हियर टु 20 हजारीताल सो 20 हजारीताल एकछिन घुम्यौँ फोटोसोटो खिच्यौँ राम्रो छ सबै अब हामी कहाँ जान आँटेको कस्तो लाग्यो यो ठाउँ त्यो चाहिँ बाघको भाषामा खतरा छ भने हो होइन चाहिँ जस फोटो चाहिँ खतरा आएछ सबैको फोटो खतरा आएछ मेरो फोटो पनि खास खतरा आएछ अनि पछि म अब हालौँ ल त्यही अब हामी चाहिँ बाघमारा कि कता जान आँटेको अनि बाघमारा होइन के अरे बाघ हेर्न जान आँटेको डेनमगर जान्छौँ देवनगर देवलाई नगर्न गर्छ हुन्छ यसरी फोर फाल्नुपर्छ त्यही हो खतरा छ सिन चाहिँ एभ्रिथिङ इज भेरी वेल म्यानेज हियर आई थिङ्क अनि जाउँ ल नेक्स्ट वर्कसप साइकल लिएर यहाँ त आएको छैन ए के हो यो पिउने पानी रहेछ पिउने पानी लेखाएको थियो त कता हो ए पिउने पानी रहेछ सो लेट्स सी वाट इट्स लाइक हामीले खोलेको ल लेट्स गो कस्तो सफा हो कस्तो छ टेस्ट लाइक वाटर वाउ चिसो छ कि थाहा चिसो छ चिसो छ टेस्ट लाइक वाटर वाट ए कस्तो भनिहाल्छ यहाँ सेम सेट एज हिम टेस्ट लाइक वाटर यस्तो रहेछ खाइदिनु त आइएम गोइङ टु ड्रिङ्क वाटर गाइस वाटर अनबक्स के अरे मटका मकब्याङ टेस्ट रिभ्यू वाटर अनबक्स के दुलसुटियामा के हो मैले पनि त्यही भएको थियो नि ओके सो हाउ डज इट टेस्ट मिठो छ तर आफ्टर टेस्ट अलिकति नमिठो लाग्यो वाटर अलिकति दिस एड सम काइन्ड अफ हुन्छ नि चिनी नपुग्यो कि नुन नपुग्यो होइन त्यो के अरे अर्को खालको पानी खाने बानी भएपछि यस्तो खालको पानी खाँदा त्यस्तै हुन्छ अरे ए हाउस कोल्ड सो तिमीलाई केही लागेन खाएर मलाई पनि त्यस्तै लाग्यो ए तर चिसो थियो रिफ्रेसिङ थियो गुड सो नाइट नाउ वी आर गोइङ टु सो हामी चाहिँ बाघ भएको ठाउँ हेर्न जान आँटेको तर देवनगर भन्दो रहेछ हाम्रो साथी आएर चाहिँ त्यहाँनिर यहाँबाट चाहिँ हेर्न सक्नुहुन्छ यु क्यान सी गाइस त्यहाँबाट कस्तो खालको प्राणी रहेछ खै मैले राम्रोसँग देखाएन सरी ठिकै छिक्यो क्या यहाँबाट छ होला हो त्यहाँ रहेछ खतरा रहेछ हर्नको यो के क्रेन जस्तै नाइस वान पार्किङ गरेर दुईजना चाहिँ आइसक्यो क्या म र उसो नि अर्को नै विशाल पनि आएछ यता पार्क गर त्यहाँनिर सो बाघ हेर्ने ठाउँ चाहिँ यहाँभित्र छ अरे सो आई सो यु द बोर्ड
बाघ हेर्ने बाटो बाघ हेर्ने बिहान 7 बजेदेखि 4 बजीसम्म रहेछ यहाँ ठाउँ देवनगर भन्दो रहेछ है विशाल साइक्लिङ कस्तो भयो 3 किलोमिटर साइक्लिङ खत्रै थियो होइन 20,000 तालदेखि यहाँसम्म साइक्लिङ गर्दा थाक्यो पसिना आएको छ मेरो पनि पसिना आयो सबको पसिना आएको छ थाक्यो फोटो खिच्न पाउँछ कि पाउँदैन यहाँ पाउँछ है त्यही त जस अब हेरौँ कस्तो रहेछ बाघ भन्ने चिज बाघ मात्रै देखेन हामीले चितवनमा अरू केही बाँकी छ देख्नु भएको चिज त्यही हो बाघ एउटा मेन पसिना बस्नु रहेछ कि पसिना क्यान सी कता कस्तो ठाउँ चाहिँ सबै यस्तो हेर्दै आयो यस्तो हेर्दै यहाँ बराङ चढेर आयौँ यहाँ बराङ छ बराङ चढेर माथि आयौँ अनि अर्को टावर त्यहाँ अगाडि छ यो अर्को टावर चाहिँ हामीले बसिरहेको टावर भयो यहाँ आउँदा चाहिँ बाघ छैन पनि होला नेचुरली वाइल्डमा यस्तो होला यहाँभित्र कसरी सुत्यो हेऱ्यो त्यो दुईटा टावर रहेछ बाघ हेर्ने चाहिँ सो वाट आर यर अनेस्ट ओपिनियन्स अन दिस एउटा बाघ एउटै कतिवटा बाघ छ जस वाट आर अनेस्ट ओपिनियन्स अँ मैले त अघि भनिसकेँ भन नि त नि भिडियोमा भनेको छैन अझ ओपन एरियामा होला एउटा होइन ओपन एरियामा होला जस्तो लागेको थियो हो त्यो एक्सपेक्टेसनमा आएको थियो तर लिटरली जुमा राखेको थियो बाघ जस्तो प्रेडेटरलाई यस्तो सानो इन्क्लोजरमा राखेको हेर्नु कसैलाई नि मजा आउँदैन क्या यस एक्ज्याक्टली बरु यत्रो ठुलो होइन एरियामा छोडिदिने अनि त्यसपछि बाघ अनि त्यसलाई अनि हन्टिङ गर्नलाई मृगहरू लाइभ मृगहरू पनि छोडिदिने होइन लाइभ हन्टिङ गरे त्यस्तो देख्न पाए कपाल हुन्छ त्यही त यसको चाहिँ अहिले सबै पज होइन स्पिड एजिलिटी के भन्छ स्ट्रेन्थ त्यो युजै भएको छैन नि त अहिले सो हामी पनि अब जिम गर्दा छोड्यो भने अब त्यो फेरि पस्दै गर्नुपर्छ नि त नि यसलाई पनि प्रेमा जङ्गलमा छोडिदियो भने त यो त बिर्सिन्छ होला कसरी मार्ने के गर्ने भनेर होइन सो द्याट्स फेरि सर्भाइभ पनि सक्दैन कि छोड्यो भने सो इन द्याट पर्सपेक्टिभ आई थिङ्क अब वी सुड नट इन्क्लोज देम लाइक दिस अब मान्छेहरू आएर अब अलिअलि अब पैसा जेनेरेट भएर त्यही मासु खान त खाइरहेछ होला त्यो त्यही पनि हाम्रो बाजारहरू छोडिदिने होइन के मान्छे बाहेक मान्छे बाहेक द्याट्स लाइभ हन्टिङ गरोस् न होइन एक्चुअल हन्टिङ गरोस् यो चाहिँ प्लाउन्टमा राख्नै पर्ने हुन्छ मान्छे बाहेक चाहिँ फेरि क्लाउडले फेरि मान्छे पनि दिन्छ क्लाउडले त्यस्तै हो अब हामी जाँदैछौँ खाजा भोक लगाइरहेछ अब खाना खानुपर्छ हामी चाहिँ मेरो पेट पनि कराइरहेछ बाघको रोड चाहिँ सुनिरहेको थिएँ भिडियोमा चाहियो तर मेरो भुँडी कराइन्छ त्यस्तै छ रोड यसको टाइम्स 100 कि 1000 होला जस खतरा थियो रोड चाहिँ रोड भन्ने के भन्छ त्यसलाई टाइगर रोड हुन्छ कि लायनको पो रोड हुन्छ टाइगरको के हुन्छ रोड हुन्छ नि रोड हो ठिकै छ अलराइट सो द्याट्स इट अब सी यू अब नेक्स्ट खाजा ठाउँमा कहाँ जान्छ हामी साइकल लिएर हाम्रो चाहिँ यहाँ गुगल जुस आलुचपहरू अनि चरपटे आउँदैछ त्यो खाएको एकदम मिठो रहेछ ठाउँ यहाँ जुस पाउँछ पछाडि चरपटी त्यहाँ आइरहेछ
एन्ड कस्तो मजा आइरहेछ सबै खान पनि बस्न पनि अब साइकलमा त गइन्छ एकछिनमा या गुड एभ्रिथिङ इज गुड यहाँबाट आएको हामी हो कि यहाँबाट हो कता कुन बाटो हो यो बाटो त होइन जस्तो लाग्यो त मलाई सिधा सिधा हो अहिले 5:15 यो बाटो होइन हेर हामी होइन है अँ एउटा टर्निङ मिस गर्नु त्यही त ए हामी त यतापट्टिको हाल्छ कति नजिक कति टाढा छ अलिक टाढै छ अलिक टाढो सो 1 घन्टा भइसक्यो हामी साइकल गरेको बेसी के अरे यहाँबाट छ होला नि हाइवे होइन हाइवेमा निस्किन्छ निस्किदिउँ है धेरै टाढो पर्छ यसरी ए त्यसो भए पछाडि जानु सेम सेम हो यार अब त कति किलोमिटर छ देखाउँछ हेर्नु दुवैबाट 6-7 किलोमिटर यही जाउँ न नि नयाँ बाटो अँ यो अर्को इन्ट्रान्स रहेछ नि त त्यही त कसरी आएछ हामी थाहै भयो नि त मलाई टर्निङ मिस गरेको क्या यता एउटा टर्निङ थियो क्या ल अब चाहिँ कति 1 घन्टा साइक्लिङ गऱ्यो हामीले 1 घन्टामा चाहिँ निस्किँदो रहेछ हामी चाहिँ अर्कै बाटो आयौँ तर यहाँबाट 6 किलोमिटर छ अब 6 किलोमिटर पुगेपछि अब मेक अनदर भिडियो के बिचमा पनि बनाउँछ होला एउटा भिडियो बनाउँछ होला स्टे ट्युन गाइस फेरि हामीले त्यो दिदीले के भन्नुभएको त्यो दिदीले चाहिँ हामीले हेल्प गर्नुपर्छ ए जनावर निस्किन्छ अरे अँ त्यही बाटो जनावर सो हामी चाहिँ अघि पछाडिको बाटो गएर अघि जुन अर्को बाटो थियो त्यो जानु आँटेको त्यहाँ जनावर निस्किन्छ अरे अनि बन्द पनि गरिदिन्छ अरे सो यही बाटो जानु पऱ्यो अब रङ बाटो इज अलवेज राइट बाटो रहेछ गाइस लेट्स गो सरी बिस्तारी ताल यहाँ निस्किनु बाटो मेन रोड केटाहरू चाहिँ कहाँ आयो मेन रोड निस्क्यो बल्ल मेन रोड निस्क्यो 20,000 त यहाँबाट जाने रहेछ नि त नि 20,000 त आयो केटाहरू अब यहाँबाट चाहिँ सौरा जान्छ हामी सो यसको